नेपालका पर्वहरू सुरुमा छ सुगौली सन्धि। सुगौली सन्धि 1816 मार्च 3 मा भएको थियो। नेपालको तर्फबाट हस्ताक्षर गर्न गजराज मिश्र थिए भने इस्ट इन्डियाको तर्फबाट हस्ताक्षर गर्ने जनरल ब्राड्सो थिए। दोस्रो नम्बरमा छ कोत पर्व। त्यो चाहिँ विक्रम सम्वत 1903 असोज 2 गते भएको थियो भने पहिलो मारिने अभियान सिंह बस्नेत थिए भने जम्मा मारिने 43 जना थिए। उस बेलाका प्रधानमन्त्री फक्ते जङ शाह थिए। तेस्रोमा छ भण्डारखाल पर्व। त्यो विक्रम सम्वत 1903 कार्तिक 13 गते भएको थियो। भण्डारखाल पर्वको पोल खोल्ने व्यक्ति चाहिँ पण्डित विजय राणा थिए। राजेन्द्र वीर विक्रम शाह त्यसबेलाका राजा थिए। त्यो पर्वमा 14 जना बस्नेत मारिएका थिए। टोटल 23 जना मारिएका थिए, जसमा चाहिँ 14 वटा बस्नेत मारिएका थिए। त्यसैले गर्दा यसलाई बस्नेत पर्व पनि भनिन्छ। अलौ पर्व विक्रम सम्वत 1904 साउनमा भएको थियो। त्यसमा चाहिँ टोटल 600 जना मारिए। जेलमै मारिने राजा राजेन्द्र वीर विक्रम शाह हुन्। वीर नरसिंह कुँवर भनेर जङ्गबहादुर राणाको पहिला नाम थियो। पछि उसलाई चाहिँ राजेन्द्र राजाले 1912 मा लमजुङमा यो जङ्गबहादुर राणा भनेर नाम दिएका थिए। अनि नेपालको पहिलो शहीदको नाम चाहिँ लखन थापा थियो।